नमस्कार साथीहरू सबैजनालाई। आज म तपाईहरूलाई क्रोसेटबाट हेयरब्यान्ड बनाउन सिकाउन गइरहेको छु। हामीले चाहिँ यो क्रोसेटबाट हेयरब्यान्ड बनाउने हो र मैले यहाँ 75वटा सिक्री तानेको छु। र यदि तपाईहरूले यदि सिक्री तपाईहरूले आफ्नो टाउको नापेर पनि बनाउन सक्नुहुन्छ है। तर चाहिँ मैले चाहिँ यहाँ 75वटा सिक्री तानेर गरेको छु। अहिले चाहिँ 1 कुसुरिया मात्रै गरेको छु मैले, 2 कुसुरियाबाट होइन। हामीले यसरी धागो यसरी लिएर 1 कुसुरिया यसरी हाफ कुसुरियाबाट नै तपाईँलाई सिकाउँदैछु। हेर्नु होला। यो चाहिँ मैले मोटो धागो लिएको छु र क्रुस पनि मैले मोटो नै लिएको छु। हेर्नुहोस् साथीहरू, क्रोसियाबाट बनाएको यो सामान। हेर्नुहोस् साथीहरू, मैले यो क्रोसियाबाट बनाएको सामान हो। यदि तपाईहरूलाई पनि मन पर्यो भने अर्डर गर्न। साथीहरू, मैले हिजो तपाईहरूलाई भन्दै थिएँ नि म एउटा हेयरब्यान्ड बनाउन सिकाउँदैछु भनेर। हेर्नुहोस्, मैले यहीँ अब यति नै बनाइसकेको छु। र यदि तपाईहरूलाई मन पर्यो भने फेरि अर्डर गर्नुहोला। यसरी हामीले यसलाई क्रुसले गराउने हो। तर मैले चाहिँ यो अलिकति रोयल पाइल धागोबाट बनाएको छु होइन। तपाईँहरूलाई मन पर्यो भने लाइक एन्ड कमेन्ट पनि गर्नुहोला। हेर्नु साथीहरू, अब मैले चाहिँ तपाईँहरूलाई सबै कुरा सिकाइ पनि सकेको छु। र अब चाहिँ हामीले यसलाई चाहिँ अब यो यस्तो छ होइन, यस्तो भइसकेको छ। अब हामीले चाहिँ यसलाई चाहिँ यसरी लिने र यता पनि यसरी लिने है। हेर्नुहोस्, हामीले यसरी लिने है। अनि यसरी लिइसकेपछि हामीले यसरी एउटालाई चाहिँ हामीले यहाँबाट यसरी भित्रबाट छिराइदिने अनि एउटालाई चाहिँ हामीले यसरी राख्ने है। देख्नुभयो नि है सबैजनाले। हेर्नुहोस्, अब यसरी सिलाउने है। हामीले यसरी यहाँ बराबर सिलाउने है त। यसलाई सिलाउनको लागि सियो पनि त्यत्रै मोटो लिएको छु मैले है। हामी यसलाई यसरी गाँठो पार्दिने है। अब हामीले यसलाई चाहिँ कहाँबाट भन्दा यहाँबाट सुरु गर्ने है। हेर्नुहोस् है। अनि हामीले यहाँबाट यसरी सिलाइदिने है।
भित्रकोलाई पनि नछोडिकन हामीले यसरी सिलाउनु पर्ने हुन्छ। सिलाउँदाखेरि पनि एकदम ध्यान दिनुपर्ने हुन्छ है। हामीले त्यो भित्रको भाग छोडियो भने फेरि राम्रो देखिन्न। हजुर, यस्तो कलरमा धागो छ। मोटोमा छ होला त? मोटोमा त छैन हजुर, त्यसमा त कस्तो खालकोमा छ? पकाएँ मैले चाहिँ। एकैछिन है। अब हाम्रो चाहिँ हेर्नुहोस् हामीले यस्तो डिजाइनको भयो है। ल हेर्नुहोस् साथीहरू, हाम्रो चाहिँ यस्तो डिजाइनको हुन्छ। ल हेर्नुहोस्, तपाईँहरूले मन पऱ्यो भने मन पऱ्यो भनेर लाइक एन्ड कमेन्ट गरिदिनु होला। हस् त, धन्यवाद। फेरि